अन्तर्राष्ट्रिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एपेस इन्टरनेशनलले धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रम बीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले शाखाको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा एपेस इन्टरनेशनलका प्रबन्ध निर्देशक अखिल श्रेष्ठ र धनगढी शाखाका प्रबन्ध निर्देशक ठक्कर बोकटीले सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गरेर सेवा विस्तार गरिएको जानकारी दिनुभएको छ। एपेस इन्टरनेशनलले अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत, न्यूजील्याण्ड, आयरल्याण्ड लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विश्वविद्यालय छनौट भिसा प्रक्रिया र शैक्षिक परामर्शमा सहायता प्रदान गर्दै आएको छ।